मध्यपूर्वी एसियाको विभिन्न देशमा बम र बारुद खसिरहेको छ। त्यस देशमा सबैभन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीहरू काम गर्दै आउनुभएको छ। एउटा त्रास पैदा भएको छ। सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सतर्क रहनुहोला, सुरक्षित स्थानमा बस्नुहोला। जुनसुकै बेला जे पनि हुन सक्छ। त्यसैले सम्पूर्णमा म यो सूचना प्रवाह गर्न चाहन्छु। हाम्रो नेपालीको भाग्य यस्तै छ। देश बदलिएन, देश बनेन र देशमा केही गर्ने वातावरण भइदिएन। यसको परिणाम यो हो। जीवनसाथी म्यारिज ब्युरोले पनि यस्ता खालका घटना नहोस् भन्ने चाहन्छ। त्यस देशमा जसले हमला गरिरहेको छ त्यो हमला छिट्टै नै शान्तिको यात्रातिर अगाडि बढोस्।